स्वागत छ अमरजी यहाँलाई। धन्यवाद कार्यक्रम सञ्चालक। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै। अनि स्टुडियोसम्म आइपुग्नुभयो। खास गरी रेडियोप्रति तपाईँको धेरै आकर्षण रहेछ भन्ने बुझौँ होइन? हजुर। कति सुन्नुहुन्छ रेडियो? रेडियो धेरै सुन्छु सर। समयले भ्याएसम्म? हजुर, समयले भ्याएसम्म। अनि रेडियोबाट बज्ने जति कार्यक्रमहरू हुन्छन्, गीत समाचार लगायतका विभिन्न कार्यक्रमहरू, कस्ता खालका कार्यक्रम चाहिँ यहाँलाई बढी मनपर्छ? मलाई लोकगीत गीताउने, चौधरी गीत गीताउने त्यस्तै। अर्खा खाँची सुपामाईमा लाउरे टाँसेको बिर्सन सकिन माया तिमी बोले हाँसेको। अर्खा खाँची सुपामाईमा लाउरे टाँसेको बिर्सन सकिन माया तिमी बोले हाँसेको। लाग्छ मलाई डर डाँडै काटी सुई किम्ला के छ र लाउरे टाँसेको। अर्घा खाँची सुपामाईमा लाउरे टाँसेको बिर्सन सकिन माया तिमी बोले हाँसेको। सुनको ढोका चाँदीको गराली सँगै जाउँला मुसोटको ओराली लाउरे टाँसेको। अर्घा खाँची सुपामाईमा लाउरे टाँसेको बिर्सन सकिन माया तिमी बोले हाँसेको। अर्घा खाँची सुपामाईमा लाउरे टाँसेको बिर्सन सकिन माया तिमी बोले हाँसेको। बस यति नै हजुर। यो दोहोरी लोकपाराको होइन, अनि केही जनजीवनसँग जोडिएको दुईटा रचना आफैले गरेको सुनाउनुभयो। यहाँ स्वयं चौधरी समुदायबाट आबद्ध व्यक्ति चौधरी गीत पनि छन् कि? चौधरी पनि छन् सर। अब एउटा अझै लोकगीत गीताउने मन छ सर। त्यसपछि चौधरी। ल। हे रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। फाले बास्यो बिहानी जनायो यो मायाले रोइरहनी बनायो। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। कालो कपाल फैकैले छुन्छ र लैबरीलाई फैकैले छुन्छ र बस माया भेट कहिले हुन्छ र लैबरीलाई भेट कहिले हुन्छ र। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। रातो भाले देउराली देउतालाई तिम्रो जोबान देउ कान्छी एउटालाई। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। पानी पर्यो बलेसी बगाउनी तिमी रैछ्यौ मोहनी लगाउनी। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै। गाई त गए सिरुवन भाँचेर लैबरीलाई सिरुवन भाँचेर। लाइदेऊ माया मुसुकै हाँसेर लैबरीलाई मुसुकै हाँसेर।
रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै रामपुर बजार खोराही हुँदै जाउँला लम्हे उज्यालो नहुँदै चट। अब हामी एउटा थारू गीत पनि सुनौँ। अब चौधरी गीत भनेपछि राम्रो अब माघीमा त सकियो भन्छन्, आजभोलि फेरि सकियो भन्दैनन्। सकियो होला नगिदाएर अर्को गिदाउनु पर्यो सर। रे मागा काही सेडुरा रे मागर भिज लागल रे मागा काही सेडुरा रे मागर भिज लागल अरे मागा काही सेडुरा मागा भिज लागल पिहेवा भिजल रे गुरु देश मागा काही सेडुरा मागा भिज लागल पिहेवा भिजल रे गुरु देश मागा काही सेडुरा रे माठा काही टिकुली रे माठर भिज लागल रे माठा काही टिकुली रे माठर भिज लागल अरे माठा काही टिकुली माठा भिज लागल पिहेवा भिजल रे गुरु देश माठा काही टिकुली माठा भिज लागल पिहेवा भिजल रे गुरु देश माठा काही टिकुली रे गको गोट्या स्वागत बासको जाहिन रे गको गोट्यार स्वागत बासको जाहिन अरे भगवान के कृपा से हो सदा सुखी रहबी भगवान के कृपा से हो सदा सुखी रहबी भगवान के कृपा से हो सदा सुखी रहबी भगवान के कृपा से हो रे गको गोट्या वर्ष दिनमा भ्याट हुइल रे गको गोट्या वर्ष दिनमा भ्याट हुइल अरे भेटी घाटी कराबी राष्ट्रिय सम्मेलन मनाबी भेटी घाटी कराबी हो राष्ट्रिय सम्मेलन मनाबी भेटी घाटी कराबी हो। बस यति नै हजुर। ल धेरै धेरै धन्यवाद अमर चौधरी। जसरी अब गाउँमा आफ्नो दैनिक खेती किसानीमा व्यस्त हुनुहुन्छ, रेडियोलाई धेरै मन पराउनुहुन्छ हैन, मिडिया तपाईको जीवनसँग नजिक पनि छ, तपाई मिडियासँग पनि नजिक हुनुहुन्छ। यसले पनि यो एउटा संवाद गर्ने माहौल मिल्यो। तपाईको जसरी तरकारी खेती व्यावसायिक रूपमा छ, यो कृषि कर्म निरन्तर रहोस्, सँगै तपाईका आफ्ना प्रतिभाहरू आगामी दिनमा फेरि यसरी सुनाउने अवसर मिलोस्। धेरै धेरै धन्यवाद। यो आफ्ना कुराहरू राख्नुभयो र यो आफ्ना सिर्जनाहरू सुनाउनु भयो। हजुर सुनाए सर, अब सुनाउने मन पनि लाग्यो सर, त्यही भएर